बजेटको चाहिँ केही दिन पहिला, मलाई लाग्छ धेरै दिन पनि पहिला चाहिँ थिएन, उद्योग वाणिज्य महासङ्घले माननीय प्रधानमन्त्रीज्यूसँग चाहिँ मतलब उहाँकै प्रमुख आतिथ्यमा चाहिँ हामीले बजेट छलफल पनि गरेको चाहिँ थियौँ र त्यो बजेट छलफलमा चाहिँ हामीहरूले दिएको चाहिँ सुझावहरू चाहिँ को चाहिँ अधिकांश चाहिँ सुझावहरू वास्तवमा यो बजेटमा चाहिँ समावेश पनि भएको छ। यति भनिरहँदाखेरि केही कुराहरू फेरि हामीले एकदमै प्रायोरिटी दिएर चाहिँ राखेको चिजहरू पनि केही कुराहरू फेरि यसमा समावेश चाहिँ भएको चाहिँ छैन। त्यसले गर्दाखेरि म चाहिँ यहाँ चाहिँ के भन्न चाहिँ चाहेँ भने जुन एउटा बजेटले एउटा चाहिँ निजी क्षेत्रलाई एकदमै प्रायोरिटी दिएर निजी क्षेत्रलाई जुन एउटा एज यो जुन एउटा की ड्राइभर भनौँ न को रूपमा चाहिँ जुन बजेटले चाहिँ लिएको छ त्यो हिसाबमा चाहिँ वास्तवमा हामी माननीय प्रधान तथा अर्थमन्त्रीलाई चाहिँ वास्तवमा चाहिँ अब धन्यवाद पनि दिन चाहिँ चाहन्छौँ।